7 गाडी समस्याको काटिसके, 7वटा सरकारले 7 चोटि ढाँटिसके, 7 प्रदेशमा देशलाई 7 चोटि बाँडिसके नेताहरू काखमा, युवाहरू खाडी प्रदेश। मेरो भाग्य शङ्कालु बोलीचाली भरपर्दो वाक्य, झन्चालु गोलीसरी हरकत भो काव्य, मनकाबु भोलिवादी छटपट भो असाध्य चञ्चालु टोली हामी सर्जकको। घर घरमा कुरा हिपहप र नेपहपको खासै हुन्न बाल, म त साधारण लेखक हो। नेपहपको गाडी चलाउने सबै चेतकको स्कुटर, वुफरमा गीत सबै ब्रेकअपको, कलाकार सबै टिकटकको, दिन हुन्न बिकटक हो। चलचित्रकर्मी चटक खाँदै बिक्छन् हो, चर्ती कलामै चर्चित छन् यौ। स्वघोषित महानायक पातकी नालायक, फोरी फिल्म खेल्ने तोरीहरू बन्दैछन् गायक। 2-4 दिन चुर्ती भोलि कुर्सी नै गायब, 2-4 दिन चुर्ती भोलि कुर्सी नै गायब। यो नाइस म्यान, ठिक ला, फ्यान्टास्टिक, लभड इट। के छ काकाको जस्तै ठिकै छ कि के छ? मेन यो चाहिँ काकाको जस्तो ठिकै छैन, यो चाहिँ ठिक छ, त्यो चाहिँ ठिक छ, यो ठिक छ। युजली प्राय चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तो ऱ्याप म पनि गर्छु। हजुर हजुर होइन हजुर, एकदम एकदमै म जस्तो ऱ्याप चाहिँ गरेर हुन्छु क्या, जस्तो के चक्लेटको पेपर ऱ्याप कि के कस्तो? होइन त्यो पनि हो, अनि यस्तो होला त्यो पनि ऱ्याप गर्नुहुन्छ? त्यस्तो त म गर्दिनँ। ओके, मैले सुनेको कि ऱ्यापरहरू यस्तो त्यो पनि ऱ्याप अलिकति त्यो विदेशी इन्फ्लुएन्स होला, किनभने प्रायः न्युयोर्कको ऱ्यापरहरू त्यस्तै इन्फ्लुएन्स, उनीहरू गीतमा त्यहीको कुरा मात्रै हुन्छ, लिगलाइज भनेर कुरा गरिरहेको हुन्छ। तर मैले चाहिँ अब बुझेको छैन कि के थाहा, मलाई थाहा भएन, मैले खाएको पनि छैन, मलाई थाहा पनि छैन त्यो खाँदा कस्तो हुन्छ। त्यही भएर त्यो विषयमा मैले कहिले पनि खासै बोलेको पनि छैन, थाहा नभएको कुरा गर्नुहुन्न जस्तो लाग्छ। एक्ज्याक्टली, त्यो एकदम राम्रो कुरा हो, तपाईँले जस्तो थाहा नभएको कुरा गर्नु हुँदैन। एन्ड वान मोर थिङ, मलाई तपाईँको यो ऱ्याप जति पनि हुन्छ नि, हजुर हजुर, त्यसमा आई क्यान फाइन्ड आउट अ स्टोरी क्या, जस्तो अनि तपाईँको एउटा आक्रोश हुन्छ वा भन्न मन लागेको कुरा हुन्छ नि, यार आखिर यो भइरहेछ त्यो भइरहेछ के भइरहेछ भन्ने। देशमा जे भइरहेछ त्यही चाहिँ भन्ने, जस्तै देश एकदमै समृद्ध छ भने रमाइलो गीत आउँछ होइन, देश एकदमै ध्वस्त भइरहेछ भने गीतहरू पनि किन ध्वस्त भयो, केले ध्वस्त गर्यो, कसले ध्वस्त गरिरहेछ, त्यसलाई अब चेतना दिनुपर्छ कि, किनभने यो जनर नै यस्तो हो कि देशमा के भइरहेछ ठ्याक्कै रिफ्लेक्ट गरिदिने, 2-4जनालाई लाज लागोस्, अब यो सुनिसकेपछि अलिकति राम्रो काम गर्छन् कि ए भनिरहेछन् त गाली गर्यो त, अब यस्तो गर्नुहुन्न कि भनेर एटलिस्ट एकजनाले मात्रै सोचिदियो भने पनि हाम्रो गीत सफल भयो क्या। सो इट्स समवेयर डाउन द लाइन यो चाहिँ इट्स अ रेप्लिकेसन अफ सोसाइटी, राइट? सोसाइटी, हजुर हजुर, राइट। हामी जे जस्तो समाज छ त्यस्तै कुरा गर्छौँ। लेट्स इमेजिन कि हाम्रो देश एकदम प्रस्परस भयो भने कस्तो हुनुहुन्छ होला, लाइक के हेभ यु एभर थट अफ दोज काइन्ड अफ थिङ्स? अब जस्तै गीतहरू प्रायः माया पिरतीका हुन्छन् नि, हामी पनि गर्छौँ आक्कल झुक्कल कहिलेकाहीँ, तर ऱ्यापरहरू यार माया पिरतीको कुराहरू किन गर्दैन सिरियसली? लाइक माया पिरतीको कुरा गर्ने वातावरण नै छैन नि। अब तपाईँ डेट जाने कि धुलो खाने क्या? यस, राम्रो, म डेट जाने कि धुलो खाने, डेट जाने कि धुलो खाने, त्यही त त्यो त्यो मैले माने। अब केटाकेटी अब घुम्न जाँदाखेरि त्यो वातावरण नै छैन। क्लब सङ बनाउने, क्लबमा नाच्ने, ल देश चौपट छ, घर परिवार चौपट छन्, मान्छेको खान पाएको छैन, यो भएको छ, पेन्डेमिक चलिरहेको छ, सरकारले केही गरेकै छैन। यस्तो बेलामा कसरी माया पिरतीको गीत फुर्छ र भनेको क्या त्यो कुरा हो क्या। तर यो अहिले पनि माया पिरती गीत फुराउने मानिसहरू छन्, जसलाई मतलब छैन कि। या एन्ड आई थिङ्क दे आर स्प्रेडिङ आउट होप पनि होला कि यार कुनै समयमा चाहिँ म पनि हुन्छ नि अलिकति त्यस्तो किसिमको गीतले चाहिँ त्यो होप पनि दिन्छ होला नि, होइन? होप दिनुपर्छ, हामी पनि होपको कुराहरू अब एउटा आशा त राख्नु पर्यो। देश समृद्ध हुन्छ, रमाइलो। जस्तै म्युजिक भनेको सधैँ पीडा नै व्यक्त गर्ने चिज होइन। हामीलाई पनि लाग्छ क्लब सङ गर्ने, अब दिनभरि मान्छे थाकेर बसिरहेको हुन्छ, राति क्लबमा जान्छ, क्लबमा गइसकेपछि ए देश डुब्यो भनेर गीत सुनेको त भएन। त्यसको लागि पनि कहिलेकाहीँ गरिरहेको हुन्छौँ, तर प्रायः चाहिँ अहिले चाहिँ हाम्रो जिम्मेवारी हो जस्तो लाग्छ, किनभने काँधमा एउटा जिम्मेवारी छ। हाम्रो जनरलले काँधमा जिम्मेवारी छ अनि फेरि घाँटीमा माथि अलिकति दारी छ, त्यो जिम्मेवारी एकदम फेरि भारी छ। तपाईँ अनि त्यही त भारीबाट तपाईँको ऱ्याप जारी छ। ठिक छ, अनि त्यही कुरा अरू जनरमा पनि छन्। अब जस्तै कहिलेकाहीँ आधुनिक गीतहरू, लोकदोरी गीतहरूमा पनि कहिलेकाहीँ अस्ति पशुपति शर्माको गीत सुनेको थियो, त्यस्तो गीतहरूमा पनि आउँछ। तर हाम्रोमा चाहिँ अलिक बढी आउँछ होइन, अनि हामीले गरिराख्नुपर्छ क्या यो चिज। यो गरेन भने अलिकति अहिले त गाउने बित्तिकै फेरि लय थुनिदिन्छ नि, थुनिदिन्छ। हामी डराउँदैन, अब हामी चाहिँ डराउँदैन, थुन्छ, पक्रिन्छ, के गर्छन् त, मार्दिने त होइन होला। मार्छन् भने मारिदिउँ न त, बलात्कारीलाई मार्न सक्दैन, हामीले मारेर के हुन्छ? म्यान, you damn deep man. Deep? Yeah, deep man. Deep man? Yeah, man.
आई लाइक इट मे के हो भन्दाखेरि यस्तो रहेछ क्या हेर्नुहोस् न 5 जना मान्छे पर्फ्युम छरेको मान्छेको छेउमा बस्नुहोस् हजुर तपाईँ निस्किँदाखेरि तपाईँ त्यो गन्ध लिएर निस्किनुहुन्छ सुवास लिएर निस्किनुहुन्छ नि त्यस्तै फिल भइरहेको छ मलाई ऱ्यापरसँग बस्यो कता कता भित्रै ऱ्यापर छिटिरहेको हो कि जस्तो ठिक छ ठिक छ तपाईँ अलरेडी ऱ्यापर हो नि वाच आउट मे या वाच आउट म्यान वाच आउट मे ओके जस्तो यो ऱ्यापरहरू चाहिँ होइन लाइक हुन्छ नि अब युजली देख्यो भने हिपहप भन्छ नेपहप सो वाट इज दिस हिपहप एन्ड नेपहप हिपहप भनेको ओभरअल जुन चलिरहेको एउटा जनर नै भयो नेपहप भनेर चाहिँ पहिला चाहिँ हाम्रो 2000 तिर डिजेहरू हुनुहुन्थ्यो डिजेहरू हुनुहुन्थ्यो होइन अनि ऱ्यापरहरू हुनुहुन्थ्यो निर्णय हुनुहुन्थ्यो गिरीश खतिवडा उहाँहरूले चाहिँ एउटा हुनुहुन्छ उहाँहरूले चाहिँ नेपाली हिपहपलाई भन्दाखेरि चाहिँ कस्तो होइन त्यो बेला चाहिँ सिनमा त्यसरी गर्दै हुनुहुन्थ्यो अनि नेपाली हिपहपलाई चाहिँ अगाडिको नेपालीको नेप र हिपहपको लास्टको हप राखेर नेपहप बनाउनु भयो त्यो भन्दाखेरि सजिलो होस् अनि एउटा हिपहप जनरभित्रको पनि सब जनर जस्तो जस्तो इन्डियामा देशी हिपहप भन्छ नि त्यसरी नेपालमा नेपहप त्योभन्दा अगाडिको हो अझ नेपालको त अझै पुरानो हो त्यसरी राख्नुभयो तर अहिले आएर कोही कोहीले चाहिँ होइन नेपहप किन भन्ने नेपाली हिपहप भन्ने भन्छ मलाई चाहिँ फेरि यसमा कुनै सरोकारै छैन जे भने पनि कला देखाउने हो एउटा देखाउनुहोस् न त सर इफ यु वान्ट टु लाइक हुन्छ नि यो वातावरण छ होइन मन पनि चङ्गा छ अब तपाईँले अघिदेखि के अरे रमाइलो गर्दा एउटा रमाइलो खालको छ मेरो है जस्तै त्यो एउटा लभ सङ टाइपकै हो तर त्यो एउटा वातावरण मिलेपछि गर्छु यस्तो छ त्यो चाहिँ संसार तिम्रो आँखाले हेर्न चाहन्छु सधैँभरि हुन्छ मेरो हार हरेक जित तिमी नहुँदाखेरि ढुङ्गा बन्छ हार हिराको तिमीले छुँदाखेरि स्पर्शनी साथ सुगन्ध लाउने त्यो लुगासरी पाउने भए म पछि स्वर्गधरी माग्दिन आउने समय खुसी मात्र दुखी पार्दिन म हार्दिन सङ्कल्प तल झार्दिन छैन कुनै विकल्प पाइला पछि सार्दिन इच्छाहरू मार्दिन समस्यालाई टार्दिन चाहे जेसुकै होस् एक्लो पारी छाड्दिन जवानीको जोस होइन गुमाएको होस् छैन समाएको हात तिम्रो फेरि राख्ने सोच छैन लेखिएको कथा केरी राख्न चाहदिन आँसु मेरो थाहा दिन्न सुख मात्र बाँड्ने छु यस्तै यस्तै खालको छ बाँड्दिन्छु त्यसपछि म घर लान्छु खाना पकाउँछु